यहीँ हो कि इवासाकी हेयर सलुन भन्ने 980 कट गरेको कलरहरू लगाएको 1500 अनि हुन्छ। स्लोप हानिदिने भनेको यतापट्टिको चाहिँ स्वाट्टै हानिदिइराखेँ। अनि म त पछि फेरि यो नि घटाउने प्लानमा थियो। पछि फेरि होइन यो नघटाइदिउँ भनेर भने। अब यो लामो भयो भने त्यसले यसलाई ढाक्छ नि त। गयो साथीहरू, डिफेन्डर गयो, बालेन्साको गाडी जस्तै। आज चाहिँ म कपाल काट्नलाई निस्किएँ साथीहरू। अब जान्छु। मेरो त घाँटी यस्तो घाँटीतिर घाँटी बसिरहेको रुगा लगाइरहेको कि मलाई। अनि धेरै ढिलो बेरसम्म सुतेँ। अनि उठेर खाना खाएँ। अनि खाना खाएर अनि कपाल काट्न निस्किरहेको। के अरे घाँटी बसेर ठपक्कै बोल्दाखेरि नि कस्तो स्वर नि अड्की आए जस्तो फिल भइरहेको क्या। अनि आवाज नि चर्को निस्कियो होइन नि त। अब आजको भ्लगमा चाहिँ स्वागत छ। त्यही भन्न चाहन्छु सबैजनालाई। रेड लाइट बलेपछि यहाँबाट बाटो काट्छु। चाहिँ हाइवे हो नि त। यहाँबाट उता जाने हो क्या म चाहिँ। त्यहीँ सस्तो कपाल काट्ने ठाउँ छ क्या। आनन्द के हो, मैले अर्डर गरेको सामान आइपुगेकै छैन यार। अस्ति नै अर्डर गरे हो, आजसम्म आइपुगेको छैन। कहिले आउने हो थाहा छैन। म देखेको छु कि छैन पनि। यसरी क्यामेराको एङ्गलले थाहा हुँदैन क्या। जसरी कसरी समात्दाखेरि देखिन्छ। यादै हुन्न। छिटो जा। रेड लाइट बल्यो। अब म चाहिँ गएँ गाइज कपाल काट्ने ठाउँ। यस्तो छ हाम्रो चाहिँ। आज चाहिँ मौसम ठिकै छ। अलिक घरि खुल्ने घरि बन्द हुने भइरह। मेरो घाँटी जस्तै भयो क्या मौसम चाहिँ। घरि खुल्छ घरि बन्द हुन्छ भइरह। अनि म कपाल काट्ने बन्द नभइदियो भने थियो के अरे पसल, कपाल काट्ने पसल। के अरे सन्डे मन्डेतिर चाहिँ बन्द भइरहेको हुन्छ क्या। अनि स्याटरडे चाहिँ खुल्ला हुनुपर्ने हो। म हिजो भ्याइनँ नि त, काम थियो नि त। आज मेरो काम छैन, छुट्टी छ। अनि कपाल काटेर आउँछु भनेको। बन्द छ कि छैन त्यही थाहा छैन। गएपछि थाहा हुन्छ। हाम्रो घरबाट यतापट्टि मेन हाइवे हो कि यो चाहिँ। गयो साथीहरू, डिफेन्डर गयो, बालेन्साको गाडी जस्तै होला गयो। अनि त्यो कम्पनीमा चाहिँ त्यो लसनमा चाहिँ हाम्रो ठुलो मम्मीले काम गर्नुहुन्छ क्या। रेड लाइट बल्यो गाडी आउँदैन। बाटो काट्दा यही बेलामा निस्किदिन्छु म चाहिँ। यस्तो छ आनन्द। यहाँ पेट्रोल पम्प छ, ग्यारेज पनि छ कस्तो मजाको। अनि यो एरियामा चाहिँ खासै के भन्छ गाडीहरू धेरै कोही गाडीहरू नि हिँड्छ। अनि शान्त टाइपको ठाउँ छ क्या यो साइडमा। अलि भित्रपट्टि भित्रपट्टि रमाइलो ठाउँ छ। यो आवाज अर्कै आइरह होला साथीहरू, माइन्ड नगर्नु होला। माइन्ड नाके बोली आइरह नि त आज मेरो। अनि चाहिँ घर बनाउन लाँदैछ नि यहाँ। देख्नु सक्नुहुन्छ साथीहरू कस्तो शान्त जापानिज गल्ली। हाइवेबाट भित्र आनन्दको राम्रो जाने के भन्छ त्यो कार्टुनमा हेर्ने बेलामा, सानोमा कार्टुन हेर्ने बेलामा पार्किङ स्पेस थोरै भएर हेर न यहाँ कसरी राखेछन् गाडी। घरमा होइन तल अन्डरग्राउन्डमा तल पुरै त्यो कोतार रेखा के गाडी कोतार रेखा के। पार्किङ स्पेस थोरै भएपछि त्यस्तै हुन्छ साथीहरू। त्यो गाडी राख्नलाई ठाउँ यस्तो हुँदैन नि त। टोकेमा फेरि पार्किङको एकदम धेरै पैसा लाग्छ के। अनि बाहिर पार्किङ गऱ्यो भने 2400 घन्टाको के फेरि। अनि 1200-1400 ठाउँ हेरी 2400 समथिङ पर्छ क्या। अनि आफ्नो घरमा राख्छन् मान्छेहरू। यस्तो हुन्छ कि प्रायः घर कस्तो हुन्छ भने सबभन्दा तलको फ्लोरमा चाहिँ गाडी राख्न मिल्ने बनाएको हुन्छन् नि त। अनि तर अब त्यो सानो हुँचो घरमा तलपट्टि ठाउँमा राख्दाखेरि त अनि गाह्रो हुन्छ नि। त्यो स्ट्रिटमा आइपुग्यो। अनि फुजिमी
भन्ने स्टेसन छ क्या अगाडि चाहिँ। अनि यहाँबाट यसरी कस्तो राम्रो लागेको क्या पुरै छ नि त। फर्स्टचोटिमा जापान आउने बित्तिकै भाइ र म रातिमा भन्नाले साँझपख चाहिँ यो एरियामा घुम्न आएको थियौँ के। डुल्दै हिँड्दै यत्तिकै हाम्रो घर छेउमै पर्छ नि त। अनि हिँड्दै आउँदाखेरि यो पुरै रातिमा त उज्यालो हुन्छ नि त। अनि कस्तो रमाइलो ठाउँ थियो। के भन्छ नेपालमा पनि छ यस्तो ठाउँहरू। अनि यहाँको झन् मलाई एकदम दामी लागेको, एकदम राम्रो लागेको क्या। यस्तो स्ट्रिट कति राम्रो छ नि तदेखिसम्म। मलाई चाहिँ एउटा के उस लाग्यो भने कपाल काट्ने ठाउँमा चाहिँ 3जना मान्छे हुन्छन् क्या प्रायः जस्तो। त्यहाँ हामी धेरै जस्तो त्यहीँ जान्छौँ नि त। अनि भाइहरूको कपाल काट्ने बेलामा नि मैले तिनीहरूलाई लिएर जाने हामी त्यहीँ जान्छौँ। अनि 3जना मान्छे छन्। एउटा बुढो भन्नाले अरू सबै बुढा छन्। एकजना मान्छे मात्रै हल्का तिनीहरूभन्दा हल्का यङ छ क्या, एकजना छोरा मान्छे। उसले कपाल काट्यो भने चाहिँ बिग्रिँदैन, राम्रैसँग काट्दै भने जसरी अब हामीले फोटो देखाउँछौँ अनि त्यही फोटोको उसमा काटिदिन्छ। अरू मान्छे भयो भनेदेखि फोटो देखायो नि मतलब हुन्न कि उनीहरूले अर्कै पाराले काट्छन्। अनि कपाल छोटो गरिदिने बिगारिदिने गर्छन् कि। मलाई त्यही टेन्सन लागिरहेको नकाट्यो नि मलाई यता आएर औडा भइरहेको कि कपाल काट्छु जस्तै भनेर आयो। यस्तो छ फेरि। त्यही भएर मलाई चाहिँ टेन्सन। कपाल भनेको त फेरि एकदम इम्पोर्टेन्ट हो नि त। बिग्रियो भने त तनाव भइहाल्यो साथीहरू। यहाँबाट यसरी हल्का हेरेको त्यहाँ तल त्यहाँनिर हो क्या। अनि यसो हेरेको त केही पनि छैन, बन्द छ जस्तो लाग्यो मलाई चाहिँ। साइकलहरू हुनुपर्ने हो क्या त्यहाँ, एउटा दुईवटा साइकलहरू हुन्थ्यो नि त सधैँ। आज त केही पनि छैन, बन्द छ जस्तो लाग्यो मलाई चाहिँ। बन्द नभइदियोस् साथीहरू। मान्छे छैनन् क्या हो कि। बन्द भयो भने त झ्याउ हुन्छ यार। अन्त त जानै झ्याउ लाग्छ। ओपन रहेछ यहीँ हो कि इवासाकी हेयर सलोन भन्ने। 980 कट गरेको, कलरहरू लगाएको 1500 हुन्छ क्या। अब यहाँ गएपछि टिकट लिन्छु। अनि टिकट लिएपछि भित्र चाहिँ भिडियो बनाउनु पाइँदैन कि। कपाल काटेर निस्केपछि भिडियो लगाइन्छ। We spent years in training, fighting battles uphill. When care is heavy and getting heavier still. If you need or want मैले चाहिँ कपाल काटिसकेँ साथीहरू। अनि अगाडिको चाहिँ खासै काटिनँ, त्यो साइड काटेँ। अनि त्यो बुढी माउलाई चाहिँ के अरे यसरी स्लोप हानिदिने भनेको यतापट्टिको चाहिँ सट्टै हानिदिइराखेँ। अनि म त पछि फेरि यो नि घटाउने प्लानमा थियो। पछि फेरि होइन यो नघटाइदिनु भनेर भने। अब यो लामो भयो भने त्यसले यसलाई ढाक्छ नि त। फेरि यही स्लोप हानिदिएपछि डाइरेक्ट सुइँ हानिदिएर म त त्यो यसरी स्लोप टाइपको हान्ने भन्ने ठानेको त भएन। अनि पछि फेरि यताको चाहिँ मैले यसरी नै भनेको थिएँ। अनि पछि फेरि लास्टमा के सोचेँ भने पछाडि चाहिँ यसरी बराबर यहाँ यतिभन्दा तल नआउने यहाँ घाँटी आउँछ नि त। अनि यति भएपछि हुन्छ भनेर अनि त्यसपछि निस्केर आएँ। म चाहिँ अब सेयुमा छु। म चाहिँ सेयुबाट नुन किनेर फर्केको साथीहरू। अब घर जान्छु अनि घर गएर टाउको नुहाउँछु। अनि टाउको नुहाएर चाहिँ सुत्छु। मलाई टाउको झुम्म झन् अहिले टाउको धुन थालिसक्यो। यो रुगाले ज्वरो आइरहेको नि त। अनि म नसुतिकन हिँडेकै छु झन्। अहिले झन् टाउको दुख्न थालिसक्यो। म चाहिँ घर पुगेपछि भेटाउला गाइज। यहाँ चाहिँ यस्तो रमाइलो ठाउँ। आनन्दको बादल कालो लागिसक्यो, पानी पर्न लागला। घर पुगेपछि भेटाउला गाइज, बाई बाई। यो फोन छप्न आउनेको हो यस्तो। आर्यन गिटारिस्टले यहाँ गिटार बजाउँदै हुनुहुन्छ।
मैले जाने देख्न सक्नुहुन्छ गाई चकचके बच्चा चकचके छैन ज्ञानी छौ तिमी I'm just a singer. गिटार बजाउन सकियो गिटार बजार टफेस्ट गाईको एउटा गीत गाइदिउँ न त हारेन्छ गाई झारे नि यस्तो के लिएर आएको तैँले के लिएर आएको नि यस्तो कपी नि सबै त्यो साउन्डमा थियो गाई चाहिँ त्यही हो आजको भिडियो चाहिँ यहीँनिर बाई बाई हुन्छ हाम्रो चाहिँ सकिन्छ आजको भ्लग बाई बाई गाई